अहिले विवाहमा सबैभन्दा बढी अपमान गुरुहरूको छ। सबैभन्दा बढी सम्मान हुनुपर्ने गुरुको। त्यो हवन गरिने त्यस्तो यज्ञमा पशुहरूलाई हत्या गरेर त्यहाँ सेवन गर्नु र गराउनु दुइटै महापाप हो। न त कन्या पक्षमा न त वर पक्षमा त्यो पवित्र यज्ञमा त्यसरी पशुहरूलाई हत्या गरेर खानु अत्यन्त शास्त्र विपरीत कर्म हो। देव यज्ञे पितृश्राद्धे तथा माङ्गल्य कर्मणि तस्यैव नरके वासो यो कुर्याद जीवघातनम। देव यज्ञमा पितृ कार्यमा र मङ्गल कर्म, विवाहलाई मङ्गल कर्म भनिन्छ। मङ्गल कर्ममा यदि पशुहरूलाई हत्या गर्छ भने उसको नरकमा वास हुन्छ भनिएको छ। जसको जीवनको शुभारम्भ कसैको परिवारको हत्या गरेर भएको छ, यता नयाँ मिलन हुँदैछ, यतातिर परिवारमा अर्काको परिवारमा बिछोड गराएका छौँ, हत्या गरेका छौँ, त्यस्ता विवाहलाई शुभ विवाह भन्न मिल्दैन। अगाडि लगाइदिनु पर्छ, अशुभ विवाह हो। किनभने सुरुवातै अशुभ कर्मबाट भयो, जिन्दगीभरि दुःख हुन्छ। शुभ कर्म गरेर, शुभ पद्धति अपनाएर, शुभ विधिपूर्वक गरेको भए बल्ल शुभ हुन्छ। शास्त्र विरुद्ध अशुभ कर्म गरेर कसरी शुभ विवाह हुन्छ?